है म आज तपाईहरुलाई एनएमआर डेटा जियोल डेल्टा सफ्टवेयरबाट कसरी प्रोसेस गरिन्छ र हामीले पब्लिकेसन क्वालिटी चाहिँ कसरी बनाइन्छ भनेर चाहिँ देखाउन गइरहेको छु। हेरेर साथ दिनु होला। मसँग चाहिँ डेल्टा 6.0 भर्जन छ। यो चाहिँ एनएमआर प्रोसेसिङको लागि युज हुने सफ्टवेयर हो। यसलाई क्लिक गर्नुस् एकचोटी। सो क्लिक गरिसकेपछि तपाईको यस्तो विन्डोज अपियर हुन्छ यहाँ। त्यसपछि म तपाईहरुलाई चाहिँ इच फंक्सन कसरी अथवा तपाईसँग एनएमआर डेटा छ र त्यो एनएमआर डेटालाई चाहिँ डेल्टा सफ्टवेयरबाट चाहिँ कसरी प्रोसेस गर्नुहुन्छ, पब्लिकेसन क्वालिटी फिगर कसरी बनाउनुहुन्छ भनेर चाहिँ देखाउन गइरहेको छु। सो आफ्टर क्लिकिङ हियर तपाईले चाहिँ डिफरेन्ट फाइलहरु देख्नुहुन्छ। त्यो चाहिँ एनएमआरबाट आएको हो। मेरो चाहिँ यो आफ्नै रिसर्चको डेटा हो र मैले एउटा डेटा लेख्छु, र्यान्डमली कुनै डेटा लेखेँ भने यहाँबाट जस्तै मेरो चाहिँ यो रिसेन्ट डेटा चाहिँ मैले यो डेटा लेखेँ मानौं D2O प्लस आइसोप्रोपानोल। यो D2O चाहिँ मेरो सोल्भेन्ट हो, आइसोप्रोपानोल चाहिँ मेरो इन्टरनल स्ट्यान्डर्ड हो। यो मैले लेखेँ भने मैले कसरी प्रोसेस गर्छु त भनेर चाहिँ तपाईहरुलाई देखाउन गइरहेको छु। यो भन्दा पनि यो चाहिँ मैले प्रोसेस गरिसकेको डेटा हो। म चाहिँ र डेटाबाटै जान चाहन्छु। हेरौँ है त। र डेटा चाहिँ तपाईको चाहिँ मैले यताबाट भन्दा मैले डाइरेक्ट फाइलबाटै खोलेँ भने चाहिँ मैले तपाईहरुलाई र डेटा चाहिँ देखाउन सक्छु। र डेटा भनेको मैले यो लेखेँ भने यो मेरो र डेटा हो। ल यस्तो देख्न सक्नुहुन्छ तपाईले सुरुको एनएमआर डेटा यो डेल्टा सफ्टवेयरबाट खोल्दाखेरि। र तपाईहरुलाई चाहिँ म चाहिँ यहाँ इच फंक्सन इच नभनौं कसरी प्रोसेस गर्ने मेन फंक्सनहरु म तपाईहरुलाई बताउन गइरहेको छु। सो ओपन गर्ने बित्तिकै तपाईले यस्तो देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यो बक्समा चाहिँ के भइरहेछ, तपाईले के काम गर्नु भएको छ भनेर चाहिँ हेर्न मिल्छ। यतातिरको मलाई धेरै कुरा जानकारी भएन, तर यतातिरको केही अप्सन यो एउटा बटन चाहिँ एक्जिक्युट गर्ने बटन चाहिँ काम लाग्छ। मैले आफैले अहिले काम गरे मध्येमा। त्यसपछि योबाट फाइल खोल्ने हो। अनि त्यसपछि मैले प्रोसेस गरिरहँदाखेरि चाहिँ काम लाग्ने भनेको यो हुन्छ एउटा बेस करेक्सन छ। त्यसपछि गएर यो चाहिँ तपाईको चाहिँ अटो पिक स्पेक्ट्रम एन्ड द पिक कसरी गर्ने भनेर चाहिँ त्यो गर्ने हो। यसमा चाहिँ इन्ट्रिगेसन गर्न काम लाग्छ। यो चाहिँ यसले चाहिँ पिक त्यो स्पेक्ट्रमको यो पिकलाई इन्डिकेट पनि गर्छ र इन्ट्रिगेसन पनि गर्छ। यो पनि काम लाग्छ हामीलाई। अहिले चाहिँ म तपाईलाई चाहिँ यो कसरी यदि यस्तो डेटा छ भने यहाँ चाहिँ तपाईले एउटा मात्रै पिक देख्नु भएको छ, तर यहाँ हेर्ने हो भने अरु पनि पिक हुन सक्छ। जस्तै यसको लागि चाहिँ जुम गर्नको लागि चाहिँ यो एउटा प्वाइन्ट छ। यहाँ गएर तपाईले जुम गर्न सक्नुहुन्छ। क्लिक गरेर ड्र्याग गर्नुभयो भने यसरी तपाईले जुम गर्न सक्नुहुन्छ। ल जुम गर्ने बित्तिकै तपाईले यहाँ सानो एउटा यो पिक देख्नुभयो, यो हेर्दा डबलेट देख्नुभयो। अब यो डबलेट भन्दा अलि ठुलो पनि हुन सक्छ। त यो सानो हेर्दाखेरि एउटा मात्रै पिक छ, त्यहाँ ठुलो पनि पिक अरु धेरै पिक हुन सक्छ हेर्दाखेरि। त्यही भएर यसलाई कसरी गर्ने त? अब यो जुम त भयो। जुम आउट गर्नको लागि तपाईले कम्प्युटरको किप्याडमा रहेको नेगेटिभ अथवा माइनस साइन दाब्नु भने यो तपाईको जुम आउट हुन्छ। र सर्वप्रथम तपाईले तपाईको पिक हेर्दाखेरि यो सिग्नल टु नोइज रेशियो चाहिँ बढाउने बटन हो। यो चाहिँ तपाईले यसरी क्लिक गरेर माउसलाई थिचेर नै माथि सार्नु भयो भने तपाईको यसरी देखिन्छ। ल हेर्नु, अब यहाँ चाहिँ यो लाइन भन्दा तपाईको स्पेक्ट्रम चाहिँ तल गएको छ। यसलाई कसरी करेक्ट गर्ने भने बेस करेक्ट गर्ने। बेस करेक्ट गर्नको लागि चाहिँ तपाईले चाहिँ हेरी यो बटन दाब्नु भयो भने यो क्लिक गर्नु भने आफै बेस करेक्ट हुन्छ। हेर्नु चाहिँ तपाईले मैले यहाँ क्लिक गर्ने बित्तिकै कसरी चेन्ज हुन्छ। क्लिक गरे अनि त्यसपछि गएर हेरी यो एक्जिक्युट गर्ने बटन चाहिँ यहाँलाई मैले क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गर्ने बित्तिकै त्यो सरेर माथि आयो। तब जब तपाईले त्यो सरे गर्नुहुन्छ त्योबाट त्यो बेसबाट तल जाँदैन, तल माथि जाँदैन। देन तपाईले देख्न सक्नुहुन्छ यो स्मल पिक चाहिँ यो सुरुमा यस्तो पिक थियो, केही पनि देखाएको थिएन। यहाँ त पिक त अरु पनि रहेछ हेर्नु। र यो पिक रहेछ, यो सेप्टेड पिक रहेछ, यो एउटा सिंगलेट पिक रहेछ, यो एउटा डबलेट पिक रहेछ। र तपाईले यो पिक त देख्नुभयो, तर पिकलाई कसरी प्रोसेस गर्ने त? यसको लागि चाहिँ तपाईले केही कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ। ल सुरुमा तपाईले गर्नुभयो बेस करेक्सन।
बेस करेक्सन गर्ने बित्तिकै तपाईँले यो पिकहरू देख्नुभयो, तर यो तपाईँले यो पिक चाहिँदैन, स्मल पिकहरू चाहिँदैन भन्ने बित्तिकै तपाईँले यहाँ एउटा प्रोसेस गर्नुपर्ने छ। त्यसलाई चाहिँ कुन चाहिँ पिक लिने भनेर एडजस्ट गर्न मिल्छ। हाइट एडजस्ट गर्ने, त्यो हाइट एडजस्ट गर्नको लागि एडजस्ट द पिक भन्ने यो बटन छ, यो अप्सन छ, यसमा क्लिक गर्नुहोस् र तपाईँले चाहिँ यहाँ देख्न सक्नुहुन्छ। यहाँ क्लिक गर्ने बित्तिकै यस्तो आउँछ। अब यो लाइनले चाहिँ तपाईँले कति हाइटसम्म लिने भन्ने हुन्छ। म चाहिँ अलिक तल नै पिक गर्न चाहन्छु। मेरो आफ्नो त्यो मलाई चाहिँ यो पिक पनि चाहिएको छ, त्यही भएर मलाई चाहिँ यो पिक पनि हेर्नको लागि मैले अलिक तल सारेँ र तपाईँले यो बटन दाब्नु भयो भने तपाईँहरूको यहाँ चाहिँ केमिकल सिफ्ट भ्यालुमा चाहिँ यो देखाउँछ। ल हेर्नु, यहाँ केमिकल सिफ्ट भ्यालु अनुसार चाहिँ यो कुन कति केमिकल सिफ्टमा छ यो भनेर देखायो। अब मलाई मेरो आफ्नो सोल्भेन्ट चाहिँ मलाई थाहा छ, यो सोल्भेन्ट पिक हो। अनि यो डब्लेट भनेको आइसोप्रोपानोलको डब्लेट पिक हो। यो सेप्टेट भनेको आइसोप्रोपानोलबाट आएको पिक हो। र यो पिक भनेको चाहिँ सिङ्गलेट पिक भनेको चाहिँ मेरो आफ्नो सोल्भेन्टको पिक अथवा त्यहाँ भएको कुनै कम्पाउन्डको पिक हो। यो चाहिँ मेरो चाहिँ त्यो सोल्भेन्टबाट आएको पिक हो अथवा अर्को कुनै कम्पाउन्डको पिक हो भनेर चाहिँ मैले हेर्छु यहाँ चाहिँ। र तपाईँले अरू फर्दर प्रोसेसिङ गर्नको लागि एउटा कुरामा ध्यान दिनुपर्ने हुन्छ। सोल्भेन्ट पिक चाहिँ स्पेसिफिक केमिकल सिफ्टमा आउँछ। त्यो स्पेसिफिक केमिकल सिफ्टमा राखेर मात्रै तपाईँले अरू केमिकल सिफ्ट चाहिँ एक्ज्याक्ट थाहा पाउनु पर्ने हुन्छ। यसको लागि चाहिँ के गर्ने भने यो चाहिँ एक्ज्याक्ट केमिकल सिफ्ट कति छ भनेर तपाईँको सोल्भेन्ट पिक चाहिँ फिक्स गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँले त्यो रिफरेन्समा अरू पिकहरू हेर्न सक्नुहुन्छ। यो चाहिँ तपाईँले क्लिक गर्ने बित्तिकै यहाँ 4.79मा मैले यो पहिले आफैले सेट गरेको थिएँ, त्यही भएर यो मेरो एक्चुअल दिस पिक चाहिँ 4.79मा आउन पर्ने हो, तर आएको छ त छैन अथवा के छ त हेरौँ है त। यहाँ 4.8 छ, 4.6 छ, हेर्दाखेरि यो 4.79मा आएको जस्तो छ, तर म चाहिँ यो फिक्स गर्न चाहन्छु। 4.79मा छैन, 6.9मा छ। अब मैले यो 6.9लाई 4.79 बनाउन चाहन्छु। ल अब आयो तपाईँको यो 4.79 चाहिँ यो पिक चाहिँ मेरो सेन्ट्रलमा चाहिँ 4.79 छ। त्यो अनुसार चाहिँ यो भ्यालुहरू चेन्ज हुन्छ। यति भइसकेपछि मेरो यो रिफरेन्समा चाहिँ अरू पिकको केमिकल सिफ्ट कति छ भनेर चाहिँ थाहा हुन्छ। यति चाहिँ तपाईँहरूले बेसिक कुराहरू चाहिँ ध्यान दिनुपर्छ। र तपाईँले यदि त्यो सेट गर्न यो कसरी सेट गर्ने भन्ने लागेको छ भने यसरी यहाँ यो क्लिक गर्ने बित्तिकै यहाँ कतिमा छ, कहिलेकाहीँ 0मा देखाउँछ। यहाँ तपाईँले क्लिक गर्नु भने यो 0 हुन्छ, त्यही भएर तपाईँले भ्यालु चेन्ज गर्न सक्नुहुन्छ। हेरी यहाँबाट यहाँ चाहिँ तपाईँले 4.79 क्लिक गर्नु भने 4.79 आउँछ, 1 आउनु गर्नु भने 1 आउँछ। त्यही भएर चाहिँ त्यो अनुसार चाहिँ तपाईँले सेट गर्नुपर्ने हुन्छ। त्यसपछि यो त गर्नुभयो। अब केमिकल सिफ्ट पनि आयो यो दाब्ने बित्तिकै। अब इन्ट्रिगेसन थाहा छैन। इन्ट्रिगेसन थाहा पाउनको लागि चाहिँ तपाईँले यो चाहिँ अटो इन्ट्रिगेसन आफैले इन्ट्रिगेसन थाहा पाउनुपर्ने हुन्छ। त्यो इन्ट्रिगेसनको लागि चाहिँ इन्टरनल अथवा तपाईँलाई कुनै पिक चाहिँ कतिवटा हाइड्रोजनले कतिवटा पिक दिएको भन्ने कुरा चाहिँ थाहा हुनुपर्छ एनएमआर सिग्नलको लागि। त्यही भएर मलाई चाहिँ यो आइसोप्रोपानोलको पिक हो, यो पनि आइसोप्रोपानोलको पिक हो भन्ने थाहा छ, तर एनएमआर प्रोसेसिङ गर्दाखेरि सबभन्दा सानो पिकबाट चाहिँ सुरुवात गर्नुपर्छ। त्यही भएर मैले चाहिँ यो पिक चाहिँ एउटा हाइड्रोजनले 7वटा एउटा हाइड्रोजनको पिक हो यो भनेर चाहिँ मलाई थाहा छ। यो सेप्टेड पिक दिएको हो। तपाईँले फर्दर इन्फर्मेसनको लागि आइसोप्रोपानोलको स्ट्रक्चर र कस्तो एनएमआर पिक आउन सक्छ भनेर चाहिँ गेस चाहिँ तपाईँले लिट्रेचरबाट थाहा हुनुपर्छ, अथवा मलाई चाहिँ त्यो अनुसार मैले थाहा पाएको हो। र यसको लागि मैले के गर्छु भन्दाखेरि यो यसरी क्लिक गर्छु। यो क्लिक गर्दाखेरि सबै आयो। सुरुमा क्लिक गर्दाखेरि तपाईँको सबै आयो। अब यस्तो मलाई सबै आउन परेको छैन। त्यसको लागि किप्याडमा गएर तपाईँले चाहिँ किप्याडमा गएर चाहिँ ए क्लिक गर्नु। ए क्लिक गर्ने बित्तिकै ए अल सेलेक्ट हुन्छ। त्यसपछि तपाईँले डिलिट बटन हान्दिनु। फेरि उस्तै सुरुवातको कुरा आयो। यहाँ सुरुवातमा जस्तो थियो त्यस्तै आयो। यो अलिकति फर्दर प्रोसेस भयो, तर तपाईँले चाहिँ पिक एनालाइसिस गर्नको लागि चाहिँ पहिला चाहिँ जुम गर्ने। जुम गरिसकेपछि त्यसलाई चाहिँ सिग्नल टु नोइज रेसियो बढाइदिने। 2 स्टेप भयो। तेस्रो स्टेपमा गइसकेपछि तपाईँले यो हेर्ने। यो यहाँ क्लिक गरिसकेपछि यहाँ तपाईँको थ्रेसहोल्ड आउँछ। त्यसपछि तपाईँले यसलाई क्लिक गर्ने। आफै पिकहरू आयो। आफै पिकहरू आइसकेपछि तपाईँले चाहिँ अब इन्ट्रिगेसन लिन सक्नुहुन्छ। इन्ट्रिगेसन लिँदाखेरि चाहिँ यो आफै इन्ट्रिगेसन यसरी आइरहेको छ। यसलाई चाहिँ यो अप्सन भन्दा पनि त हामीसँग अर्को अप्सन छ। आफैले अटो इन्ट्रिगेसन गर्नुभन्दा आफैले म्यानुअल इन्ट्रिगेसन गर्दा चाहिँ सजिलो हुन्छ। अटो इन्ट्रिगेसन गर्नुभयो भने यो सबै डिलिट गर्नुपर्छ। यो डिलिट गर्न झ्याउ हुन्छ। त्यही भएर तपाईँले चाहिँ फेरि ए दाब्नुहोस्, फेरि त्यही प्रोसेस रिपिट गर्नुहोस्। मैले यो दोहोऱ्याएर भनिरहेको छु। सुरुमा चाहिँ
यो दाबेर यहाँ यो क्लिक गरेर चाहिँ यहाँ तपाईँले चाहिँ थ्रेसोल्ड अथवा पिक कुन चाहिँ लिने भनेर थ्रेसोल्ड बनाउनु भयो, यसलाई क्लिक गर्नुभयो, केमिकल सिफ्ट दियो। तर यहाँ हामीसँग यो चाहिँ इन्टिग्रेसन क्रिएट इन्टिग्रल भनेर भनेको छ, यसलाई क्लिक गर्नुभयो भने तपाईँले चाहिँ इन्टिग्रल भ्यालु पत्ता लगाउन सक्नुहुन्छ। जस्तो मैले यहाँ सिलेक्ट गरेँ, सिलेक्ट गरिसकेपछि यो ट्याक्क बेस लाइनमा मिलाउनुहोस् र यो तपाईँले चाहिँ यहाँ चाहिँ 0.89 भनेर दिएको छ। मलाई के थाहा छ भने यो चाहिँ एउटा हाइड्रोजनले दिएको पिक हो भन्ने थाहा छ भनेपछि मैले यहाँ क्लिक गरेर यहाँ गएर यो क्लिक गरेर यहाँ चाहिँ मैले 0.89 लाई चाहिँ 1 बनाउन सक्छु। यहाँ तपाईँले गएर तपाईँले यहाँ नर्मलमा चाहिँ 1 बनाएर चाहिँ क्लिक गर्न सक्नुहुन्छ र त्यसलाई इन्टर गर्नुहोस् र यो चेन्ज भयो। हेर्नु है त, अब यो चेन्ज भइसकेपछि यही अनुसार अरू पिकहरू चाहिँ तपाईँले चाहिँ इन्टिग्रल भ्यालु पत्ता लगाउन सक्नुहुन्छ। जस्तै यो क्लिक गरिसकेपछि मैले यसको इन्टिग्रल पत्ता लगाउनु भने यो अलमोस्ट 6 जतिमा आउनुपर्छ, किनभने आइसोप्रोपानोलमा यो एउटा हाइड्रोजनले सेप्टेट दिन्छ भने अर्को हाइड्रोजनले चाहिँ डबलेट दिनुपर्छ। डबलेट भनेको दुईवटा CH3 को एकवटा पिक हुनुपर्छ, त्यो इन्भाइरोमेन्ट सेम भएको भएर त्यो एनएमआरको कोर्समा आउने कुरा हो। त्यसपछि यसमा चाहिँ 6 जति आउनुपर्छ। मैले यहाँ गरिरहँदाखेरि यो चेन्ज भएको देख्नु भएको छ, त्यो म्यानुअल्ली चेन्ज हुन्छ। यो म्यानुअल्ली चेन्ज हुँदाखेरि चाहिँ 6 जति आयो भने चाहिँ त्यो ठिक हो भनेर चाहिँ बुझ्न सकिन्छ। 6 को हाराहारीमा आउनुपर्छ। यो चाहिँ मैले यहाँ तपाईँहरूलाई चाहिँ यसरी देखाउन गइरहेको छु। आफैले गर्दाखेरि चाहिँ एप्रोक्सिमेटली 6 आउनुपर्ने हुन्छ यसको लागि। 6 आफैले बुझ्नुपर्ने कुरा हुन्छ। यो चाहिँ 5.58 5.56 ओके। सो यो चाहिँ अलमोस्ट 5.75 छ। यसलाई अप्रोक्सिमेटली 6 मान्न सकिन्छ यसलाई चाहिँ। अब त्यसपछि बाँकी पनि इन्टिग्रेसन गर्न सकिन्छ। तपाईँले यहाँ यो पिक पनि कति छ यो थाहा पाउन सक्नुहुन्छ। त्यसपछि यो त मेरो सोल्भेन्ट पिक भयो, मैले यसलाई गर्नु पर्दैन, इन्टिग्रेसन गर्नु पर्दैन र यसलाई फेरि गएर यहाँ क्लिक गर्नुहोस् अथवा कुनै एउटा क्लिक गर्नुहोस्। यो जुम बटन क्लिक गरे पनि हुन्छ र यो सेलेक्ट बटन क्लिक गरे पनि हुन्छ र त्यो माइनस दाब्नुहोस्, फेरि तपाईँले देख्न सक्नुहुन्छ। यति गरिसकेपछि तपाईँको के भयो भन्दाखेरि यति गरिसकेपछि तपाईँले पिक पनि एनालाइसिस गर्नुभयो, इन्टिग्रल पनि एनालाइसिस गर्नुभयो। हेर्दाखेरि टक्क अब तपाईँको चाहिँ डेटा चाहिँ फाइनलाइज भयो जस्तो देखिएको छ। यही देखिरहँदाखेरि पनि कुनै पिक चाहिँ तपाईँको छुट्यो भने चाहिँ यसले चाहिँ यो क्रिएट अ पिक एट द लोकल म्याक्सिमम भन्ने यो छ, यसले चाहिँ गएर तपाईँले चाहिँ कहीँ क्लिक गर्नुभयो भने यसले चाहिँ तपाईँलाई चाहिँ पिक दिन्छ। जस्तै यो दाबेर चाहिँ यहाँ दाब्नु भयो भने यतिमा यो पिक यहाँ छुट्यो भने तपाईँले आफै पिक पनि क्रिएट गर्न सक्नुहुन्छ। त्यसपछि यसले तपाईँको डिस्टेन्स दिन्छ, कुनै पनि डिस्टेन्स कति छ, कुनै पिकको केमिकल सिफ्ट र जे भ्यालु निकाल्न कप्लिङ कन्स्ट्यान्ट क्यालकुलेट गर्दाखेरि यसको डिस्टेन्स क्यालकुलेट गर्न चाहिँ सजिलो हुन्छ। मैले यो युज गरेको छैन। त्यसपछि यो भनेको चाहिँ पिक्चर इन पिक्चर, कुनै पिक्चरलाई चाहिँ यसलाई चाहिँ हाइलाइट गर्नु पऱ्यो भने तपाईँले अर्को यसरी क्लिक गरेर यहाँ यसरी निकालेर फेरि यसलाई जुम गरेर चाहिँ यहाँ चाहिँ तपाईँले चाहिँ अर्को पिक्चरलाई चाहिँ हाइलाइट गर्न सक्नुहुन्छ। यो एउटा भयो र यति भइसकेपछि मलाई चाहिँ यहाँभन्दा बढी नचाहिने भएको भएर यति भइसकेपछि तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ। अब यसलाई त तपाईँलाई त पिडिएफमा चाहियो होला अथवा जेपिजी फर्मेटमा चाहियो होला। त्यसको लागि चाहिँ एउटा सजिलो अप्सन के छ भने यहाँबाट फाइलमा जाने, फाइलमा गइसकेपछि सेभ एज गर्ने, सेभ एज गइसकेपछि चाहिँ तपाईँको चाहिँ यसलाई चाहिँ सेभ गर्ने एउटा यो तपाईँको फाइल सेभ गर्नुपर्छ सुरुमा र त्यसपछि प्रिन्ट गर्ने अर्को अप्सन हामीसँग प्रिन्ट छ। प्रिन्ट भइसकेपछि चाहिँ तपाईँले यहाँ पिडिएफमा सेभ गर्ने भनेर गर्ने, यो सेभ एज पिडिएफ भनिसकेपछि प्रिन्ट भइसकेपछि तपाईँको यो चाहिँ जे छ जस्तो छ यो चाहिँ तपाईँको पिडिएफमा आउँछ। त्यसपछि तपाईँले जेपिजीमा सेन्ड गर्न सक्नुहुन्छ। अब यो त भयो सुरुको डेटा। अब सुरुको डेटापछि तपाईँले यहाँ स्ट्याक गर्नुपर्ने हुनसक्छ। त्यसपछि अर्को एनएमआर पिक चाहिँ यहाँभन्दा माथि कम्पेयर गर्नुपर्ने हुनसक्छ। त्यसको लागि चाहिँ यो चाहिँ सुरुवाती चरण हो। यो चाहिँ सुरुवातको तपाईँको पिक एनालाइसिस गर्ने हो। त्यसको लागि यसलाई क्लोज गर्ने, यो फाइल क्लोज गरिसकेपछि फेरि त्यही सफ्टवेयर युज गर्ने र यहाँ चाहिँ तपाईँले क्लिक गरिसकेपछि तपाईँको चाहिँ यहाँ अब जस्तै यो
ओपन सेम फाइल ओपन गर्नुभयो भने यहाँ देख्नुहुन्छ कतिवटा भर्जन छ यसको। यो सुरुवातको भर्जन हो, यो एकचोटि एडिट गरेको, यो अर्कोचोटि ओपन गरेर एडिट गरेको। ल लेटेस्ट एडिट चाहिँ ओपन गर्नुभयो भने अघिको विन्डोभन्दा यो विन्डो चाहिँ फरक छ। अघिको विन्डोजमा यस्तो एरो सिग्नल थिएन, यो पनि यहाँ थिएन, यो अलि यतापट्टि थियो, यो त जस्ताको तस्तै यहीँ थियो। अब यसपछि चाहिँ तपाईँले चाहिँ के गर्ने भने अब स्ट्याक गर्नको लागि अर्को कुनै एनएमआरको पिक ल्याएर चाहिँ कम्पेयर गर्नु पऱ्यो भने पहिला यो ह्यान्ड सिग्नल र यो सिग्नललाई ओपन गर्ने। यहाँ यो एकचोटि क्लिक गरिसकेपछि यहाँ तपाईँले प्लस भनेर देख्न सक्नुहुन्छ। यो प्लस क्लिक गरिसकेपछि चाहिँ यहाँ अब कुन चाहिँ राख्ने हो त, कुन चाहिँ तपाईँको एनएमआर पिक चाहिँ कम्पेयर गर्ने हो। त्यसपछि मानौँ तपाईँले यो एनएमआर पिक कम्पेयर गर्ने हो भने लेटेस्ट अघि नै मैले अलरेडी गरिसकेको हो, यो एकचोटि प्रोसेस गरिसकेको डेटाबाट यसलाई क्लिक गर्नुहोस्। क्लिक गरेपछि हेर्नुहोस् त तपाईँको यो पिक पनि यहाँ आयो। अब यो पिक यहाँ आइसकेपछि तपाईँको यहाँ फाइल पनि जेनेरेट भयो, अर्को फाइल एपियर भएको छ। यो फाइल एपियर हुनुको मतलब चाहिँ के हो भने तपाईँले चाहिँ यहाँ क्लिक गर्नुभयो भने यो फाइल ओपन भएको छ। यसलाई चाहिँ यदि म्याकबुक चलाइरहनु भएको छ भने कमान्डभन्दा उतापट्टि रहेको अप्सन क्लिक गर्नु, अप्सन क्लिक गरेर चाहिँ यसलाई चाहिँ तपाईँहरूले चाहिँ माथि सार्न सक्नुहुन्छ। पहिला यहाँ क्लिक गर्ने, यहाँ आउँछ। तपाईँले यसरी गर्नुभयो भने दुइटै आउँछ, डाइरेक्ट माउस चलाउनु भयो भने। तर अप्सन क्लिक गरेर माथि लानु भने एउटा मात्रै पिक चाहिँ माथि सर्छ अथवा स्पेक्ट्रा चाहिँ माथि सर्छ। र यसलाई तपाईँले मुभ पनि गर्न सक्नुहुन्छ, लेफ्ट राइट जता लान मन लागेको छ त्यही अनुसार लान सक्नुहुन्छ। र यदि तपाईँले यसलाई चाहिँ यो चाहिँ मेरो चाहिँ 3 पोइन्ट समथिङमा छ र यो चाहिँ 4 पोइन्ट समथिङमा आएको मलाई के लाग्छ भने, अथवा 7 पोइन्ट समथिङमा आएको यो पिक चाहिँ यो क्लोरोफर्मको पिक हो भने मैले यसलाई चाहिँ ठ्याक्कै यसरी ओभरल्याप गर्न सक्छु। र यसलाई चाहिँ मैले सिग्नल टु नोइज रेसियो चाहिँ यसरी बढाउन सक्छु। यसरी बढाउँदाखेरि यो मात्रै सिग्नल टु नोइज रेसियो गएको छ, अर्को भएको छैन। र फेरि मैले अर्को यो हरियो अथवा मेरो चाहिँ सुरुवातकोलाई चाहिँ मैले क्लिक गरेर बढाएँ भने अप्सन गरेर यसरी त्यो अर्को मात्रै बढेको हुन्छ, अर्को बढ्दै त्यो सेकेन्ड वान चाहिँ बढेको छैन। त्यही भएर तपाईँहरूले चाहिँ यसरी चाहिँ यसलाई चाहिँ स्ट्याकिङ अथवा कम्पेयर गर्न सक्नुहुन्छ। यो कम्पेयर गर्दै गर्दाखेरि चाहिँ यो लेन्थ र ब्रेथहरू चाहिँ मिलाउनु पर्छ। यो मिलाउनु भयो भने मात्रै तपाईँले चाहिँ सिमिलर पिकहरू चाहिँ कम्पेयर गर्न सक्नुहुन्छ। यसलाई चाहिँ ध्यान दिनुपर्ने हुन्छ। यसको लागि अब यो दुइटै स्ट्याकिङ डेटा अथवा ओभरले डेटा चाहिँ तपाईँले सेभ गर्नुभयो भने फाइलमा जाने, त्यसपछि सेभमा गएर सेभ अल इन वान एज भनेर गर्ने। यसमा गर्नुभयो भने चाहिँ तपाईँहरूको चाहिँ यो फाइल सेभ हुन्छ। एज आर्काइभमा गएर बसेको छ। मैले एउटा कुरा चाहिँ अझै यो सफ्टवेयरमा के बुझेको छैन भने सेभ अल गर्ने बित्तिकै सबै सेभ हुनु पर्ने हो, तर मेरो भइरहेको छैन। सायद अरू केही कुराहरू चाहिँ छ होला, मैले यहाँ बुझेको छैन। र प्रोपर गाइडेन्स पनि यसको सफ्टवेयरमा नदिएको हुनाले अहिले हामीलाई यति नै, यही सेभ अल इन वान एज गरेर गर्दाखेरि यस्तो आउँछ। यही आर्काइभमा गएर बसेको हुन्छ। मैले लास्ट टाइम यो 3टा गरेको थिएँ, त्यही भएर यो चाहिँ यसरी देखाएको छ। यो ओपन गर्ने भने तपाईँहरूको चाहिँ त्यो स्ट्याकिङ डेटा चाहिँ देखाउँछ। अन्तिममा म यसको फाइनल रिजल्ट चाहिँ कस्तो आउँछ त भनेर देखाउन गइरहेको छु। यो फाइनल रिजल्ट चाहिँ हामीसँग चाहिँ यस्तो डेटा आउँछ। जस्तै मैले यो स्ट्याकिङ डेटा गरेको हो। ल हेर्नुहोस्, तपाईँहरूले चाहिँ यस्तो डेटा चाहिँ स्ट्याक गरेर चाहिँ देखाउन सक्नुहुन्छ। यहाँ चाहिँ पिकहरू यस्तो छ। र सिङ्गल मात्रै देखाउन चाहनुहुन्छ भने एउटा सिङ्गल स्पेक्ट्रा चाहिँ एनालाइसिस गरेर कस्तो आउँछ त भनेर हेर्न चाहनुहुन्छ भने यो चाहिँ मेरो चाहिँ सिङ्गल डेटाको चाहिँ एनालाइसिस हो। यो चाहिँ मैले यसरी यो देखाउन चाहन्छु। ल हेर्नुहोस्, यस्तो चाहिँ यो मैले त्यहाँबाट एनालाइसिस गरेर यस्तो पिक हो। नर्मली तपाईँहरूले देख्दाखेरि पेपरहरूमा देख्दाखेरि यसरी नै लेखेको हुन्छ। र कुनै पेपरले केमिकल स्ट्रक्चर पनि देखाएको हुन्छ। त्यो केमिकल स्ट्रक्चर चाहिँ तपाईँहरू फर्दर क्यारेक्टराइज गरेर अथवा फर्दर आइडेन्टिफिकेसन मेथड्सहरू लगाएर चाहिँ पत्ता लगाउनु पर्ने हुन्छ। नर्मल्ली यसरी नै तपाईँको चाहिँ एनएमआर डेटा चाहिँ जियोल डेटाबाट चाहिँ प्रोसेस गर्न सकिन्छ। यो चाहिँ एउटा सजिलो टेक्निक भयो। बाँकी कुरा चाहिँ फर्दर अर्को हामीसँग अर्को पनि छ सफ्टवेयर, त्यो एमनोभा भन्ने छ। यो चाहिँ मसँग लाइसेन्स भर्जन छैन, यो चाहिँ अहिले ट्रायल भर्जनमा छ। यो चाहिँ डेल्टा सफ्टवेयरबाट सबैभन्दा सजिलो चलाउने तरिका चाहिँ भएर मैले ल्याएको छु। बाँकी कुरा म फेरि यसलाई चाहिँ अर्को अपडेटमा लिएर आउँछु। हस्, खुसी रहनु होला, आफ्नो पढाइलाई ध्यान दिनु होला। धन्यवाद।